हेलो एभ्रिवान, म चाहिँ आज पास्ताको रेसिपी लिएर आएको छु। फेरि पनि हजुरहरू माझमा दिक्क नमान्नु होला है, पुरा भिडियो हेरिदिनु होला। नानीहरूकै यो उनीहरूकै डिमान्डमा चाहिँ मैले पास्ता बनाउँदैछु। नानीहरूको लागि भएकोले गर्दाखेरि सिम्पल खालकोमा पास्ता बनाइदिइराखेको छु। हेर्नु न, स्कुलबाट आउने बित्तिकै अब यिनीहरूलाई चाहिँ फोन चाहिँ हेर्नै पर्ने अरे क्या। फोन बिना एकछिन बस्न नसक्ने चाहिँ हजुरहरूको कसको नानीहरू हुनुहुन्छ क्या। मेरो नानीहरूलाई त फोन अझ सानैदेखि त झन् साह्रो फोन पनि चाहियो, अनि एक साइडमा खानेकुरा पनि हुनु पऱ्यो। यो चाहिँ सधैँभरि उसको साथमै हुन्छ। अनि हेर्न सक्नुहुन्छ, मैले चाहिँ यहाँ पास्ताहरू यस्तो गरिसकेँ, उसिनिसकेँ। अब चाहिँ म बनाउँदैछु। यो चाहिँ अल्टाङ पुल्टुङ पारेर बनाउन त अब हजुरहरू सबैजनालाई आइहाल्छ। योभन्दा दामी पनि बनाउन आउँछ। म चाहिँ यति नै बनाउन आउँछ, सिम्पल खाले नै नानीहरूको लागि भनेर होइन। अनि अरू त यस्तै हो। हजुरहरूले के खाजा खानुभयो? हामीले चाहिँ यस्तै खाजा खानेवाला छौँ। गर्मी कति धेरै छ यो दिन। अहिले फेरि यो न्युजहरू पनि त्यस्तै आइरहेको छ। नानी चाहिँ केटाकेटीहरूलाई जोगाउनुलाई पनि साह्रो गाह्रो हुने भयो। यत्रो धेरै न्युजहरू आइरहेको छ। सरकारको ध्यान आकर्षण चाहिँ यसमा गराउनु पर्ने धेरै नै ठुलो आवश्यक परिसकिसक्यो है। अब यस्तो यो दोषीहरूलाई चाहिँ कडाभन्दा कडा कारवाही होस् सरकार भन्न चाहन्छु होइन। यो दोषीहरूलाई चाहिँ यस्तो खालको कानुन बनोस् कि होइन, त्यो नियम कानुन सुन्दाखेरि पनि मान्छेहरूले होसो हवासै जाओस् क्या। होइन योपट्टि त सोच्नु हुँदैन भन्ने एक प्रकारको डर त्रास हुन्छ नि, हो त्यो चाहिँ आओस् क्या। त्यस्तो खालको नियम कानुन बनाइदियोस्। छोरी मान्छेहरूको जिन्दगी त केही नै होइन जत्तिकै बनाइसक्यो। यस्ताहरूलाई चाहिँ ठुलो सजाय दिनुपर्ने अवस्था आइसक्यो। सरकारको ध्यान आकर्षण होस् है, जस्टिस फर द बेबी। साह्रै नराम्रो लागिरहेको छ है। त म भिडियो त हेर्नु पनि सकिरहेको छुइनँ क्या। म त न्युजहरू पनि स्क्रोल गर्छु क्या, डर लाग्छ। यस्तो खालको न्युज पनि आइरहेको छ है, एकपछि एक। त्यही भएर म चाहिँ त्यो हेर्नै सकिरहेको छुइनँ क्या न्युज। मैले त्यति धेरै टेन्सन डर तरास भइरहेको छ होइन। झन् त जसको लागि त्यो परेको छ होइन, उहाँहरूलाई झन् कति धेरै गाह्रो भइरहेको होला। त्यही भएर उहाँहरूलाई चाहिँ एकदम न्याय होस् भन्न चाहन्छु। र फेरि यस्तो घटनाहरू नहोस् भन्नलाई चाहिँ कडाभन्दा कडा कारवाही होस् र नियम कानुन राम्रो बनोस् भन्न चाहन्छु। यति भन्दै मेरो खानेकुरा पनि पाक्यो है। अब मैले चाहिँ यसरी अब दिउँसो मरेको भाँडाकुँडा हो, बेलुकाको खाजा पनि खाने बेला भएको थियो। अनि चाहिँ मैले थन्काएँ, अनि बेबीहरूको लागि यसरी प्लेटिङ गरेँ होइन। अनि दिएको बहिनीहरूलाई हेर्नु न, यहाँ फेरि बहिनीलाई धेरै केचप पर्यो अरे, दिदीलाई सानो पर्यो अरे, बहिनीलाई चाहिँ ठुलो केचप पर्यो अरे। त्यही भएर झगडा हुँदैछ, यहाँ रुवा बास हुँदैछ। यस्तै छ। थ्याङ्क्स फर वाचिङ, बाई बाई।